मन आत्तिने, छटपटी हुने, डर लागे जस्तो हुने, मैले के बिर्सेँ जस्तो हुने हुन्छ शरीरलाई। यो भयो भने मैले बजरङ्ग बाण पढ्छु, तपाईँहरूले सुन्नुहोस्। यो बाणले तपाईँहरूको सबै मनमा शान्ति मिलेर जान्छ। यो जतिखेर पनि सुनिरहनु होला। हजुरलाई म पढ्छु, हजुरलाई सुनाउँछु, सुन्नुहोस् है। यसरी हामीले पढ्छ नि, जय हनुमन्त सन्त हितकारी सुनली जय पर्व आराध्य हामीले भन्नुपर्छ नि, त्यसरी होइन। त्यसरी पढ्दा त झन् आत्तिरी लाग्छ है। यसरी पनि आनन्द लिने, जय हनुमन्त सन्त हितकारी सुनली जय पर्व आराध्य हमारे जनक राजा विलम्ब न जय अतुर गौरी मासुत जय जैसे गुरु सिंहमयी पार शिव सबदन बैठी विस्तारा आगे जाए लंकित का मारुला जय सुरलोका जय भूषण का सुख विनाशित निरति परम पद लीना बाग उजारी सिंह गोरा अति असुर जमका कर थोरा अक्षय कुमार को मारी सनार लुमलुम पेटी लंका को जुगाला समान लंका जय 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 तुमसे कुर्मावई अब विलम्ब केही कर्ण स्वामी कृपा करो रन्तर्यामी जय जय लक्ष्मण पाँचपाता असुर दुखर उजाता जय गिरिधर जय जय शिवसागर शिव समरथ भटनागर ओम नु मन्तातिने गैरी मारु वज्र के किले गदा वज्रलै बैरी मारो मारदा सप गुवारो ओमकार हुंकार मारा ओंकार मा परुधाव वज्र गदानु विलम्ब नलाम्बो ओम ह्रीं ह्रीं हनुमंत कपीसा ओम होम 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 हलवरिशीसा सत्य रहो हर्षपत पाए के राम दूत धर्म रुचाए के जय 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 हनुमंत गदा दुख पावत जन के अपराध पूजा जप तवने आचार नहीं जनत उदास तुम्हारा वन पवन माल थिए गिरमै तुम्हारे बल हम दर्पत नहीं पाए परौ करचोरी मानव ये अक्षर केही गौरव जयन्नी कुमार बलवंता शंकर सुवन वीरमंता भगन कराल काल कुलघायल रामसाय सगपति पालक भूत प्रेताक्षास निवाचरण निवैताल काल मरिमर मारुतै शपथराम की रागनाथ मरागनाम की जनक सुतादास का ताकि शपथ विलम्बन लाम्बो जय 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 धुर्यो ताकाश सुद्रतोत दुख दोष नाश चरण शरण कर्ज मानव ये अक्षर के गरौ उठो उठो चलतो राम द्वाई पाए पर कर जय मनाई ओम चम 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 चंपाल चलता ओम हुनु 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 हनुमंता ओम हम महादे तकपी चंचल ओम शाम शामी पुराने खलदल अपनी जन को तुरंत वारो सुमिरत आनंद मारो यहाँ बजरंग बाण झोरी मारे ताई कौ फिर कौन करे पाठ करे बजरंग बाण की हनुमत रक्ष करे प्राण की यहाँ बजरंग बाण जो जपै ताते भूत फिरे सबका पै धूप ध्यान जप हमेशा ताके तन में रहे कलेशा दोहा प्रेम पत्ति की कवि भज सगर उर ध्यान ते कारज सकल शुभ सिद्धि करे हनुमान जय श्री राम जय सीतामा जय 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 गुरु बजरंग बली नमः प्रणाम। पवन पुत्र हनुमानलाई रातो मनपर्छ, रातो कपडा लगाइदिने, रातो कपडा लगाइदिने, रातो वस्त्र लगाइदिने, रातो फुल चढाउने, हनुमानजीको आसनमा एकदम आसन बनाइदिने, आसनमा राखिदिनु एकदम खुसी भएर बस्नुहुन्छ। सर्वश्रेष्ठ भगवान हनुमानजी हुनुहुन्छ, जसले पनि पूजा गर्न पाउने, जसरी पनि पूजा गर्न पाइने, जहाँ पनि चाहिँ यहाँका मन्त्रहरू शक्तिहरू पढ्न पाइने भनेकै हनुमानजी हुनुहुन्छ। यहाँले हजुरहरूको कृपा गर्नुहुन्छ, यसरी गर्नुहोला। अब तपाईँहरूलाई हनुमानलाई फुल चढाउँदा कसरी चढाउने भन्ने चाहिँ यो मैले मन्त्र पढ्छु, सुन्नुहोस्। यो मन्त्र पनि यसरी नै पढ्ने। ओम अतुलित बलराम हेमशैल भदया दजुजमान कीर्षाण ज्ञानी नाम गरगण्डयन् सकल गुण निदान वानर मदीशं रौपत प्रिय भक्त भात जात नमामि मनोजप
मारुततुल्यवेगे जितेन्द्रिय बुद्धिमता वरिष्ठं वातात्मञ्जबानविधमुखे श्रीरामदूत शरण पर्वते भनेर तपाईँहरूले फुल अक्षता अबिर केशबरी सिन्दुर चढाउँदा हनुमानजी साह्रै खुसी हुनुहुन्छ है। यो बिहान साँझ जतिखेर पनि सुन्नुहोला। यो पाठले तपाईँहरूको शरीरमा भएका नकारात्मक ऊर्जाहरू उडेर जान्छ, सकारात्मक ऊर्जाहरू प्रवेश हुन्छ। हस्त नमस्ते। सम्पूर्ण भक्तहरूले यो गरेर हेर्नुहोला। यो गरेर हेर्दाखेरि कतिको फरक आउँछ त्यसपछि बल्ल कमेन्ट गर्नुहोला। हस्त नमस्ते। जय श्री राम। राम गुरुदेव।